पर्ने टाइममा चार सकिएपछि यस्तो तनाव भएको छ आज मलाई। वेलकम ब्याक टु न्यू भिडियो र सबै कामहरू सकाइसकेपछि अब म आफ्नो कामतिर निस्किँदैछु। अनि हाम्रो न्यू मेम्बरलाई पनि वेलकम गर्नुहोस् है त। अस्ति मैले एउटा कुकुर एडप्ट गरेको थिएँ र यसको नाम मैले एन्जल राखेको छु। बजारतिर खासै मान्छे थिएन, त्यसपछि झ्याउ लाग्न लाग्यो अनि मैले अत्तरिया मान्छे हालेर अत्तरियातिर निस्किए। अत्तरिया पुग्ने बेला त पुरै पानी परिरहेको थियो, एकदम चिल मौसम भएको थियो। चिसो मौसममा त पैसा कमाउन पनि कति सजिलो हुन्छ के। धनगढीको यस्तो चर्को घाममा अटो त चलाउनै नसकिने भएको थियो। आज अलि पानी परेर चिल भएको छ। मैले कलेज गएको जस्तै पानी पनि एकछिन परेर पछि घाम लागिहाल्यो साँझ। अब त फेरि गर्मीले मरिने भयो यार। गर्मी भए पनि एकछिन पानी परेको कारणले यस्तो राम्रो इन्भाइरोमेन्ट भएको थियो आज। अत्तरियाबाट फर्किने बेला फटाफट मान्छे हालिसकेपछि अब म धनगढी तर्फ पुगिरहेको छु। धनगढीसम्म पुग्दा मैले 800 रुपियाँको इन्कम गरिसकेको थिएँ। अरू दिन भन्दा आज मैले अलिअलि राम्रो प्यासेन्जर पाएर कमाइ भइरहेको थियो। त्यही बेला चार्ज सकिएर अटो नै बन्द भयो। कमा बनेर निस्केको दिन त कहिले पनि यस्तै हुन्छ क्या मसँग। अब मैले अटोलाई जसरी पनि रुममा पुगाउनु थियो। त्यसपछि मैले आफ्नो साथी रमेशलाई कल गरेर रमेशलाई बोलाएँ। त्यति बेलासम्म अटो धक्का लगाएर त्रिभुवन चोकसम्म पुगाए भाटपटेनीबाट। अटो तान्नलाई भनेर मैले रसी बाँधेर रेडी पारिसकेको थिएँ। त्यही बेला मेरो साथी रमेश पनि स्पटमा पुगिहाले। आदिकोमा धेरै धेरै धन्यवाद छ। अब यो अटोलाई हामीले रुममा पुगाउनु छ, छिटो जानु पर्यो यार भनेको। अनि उहाँले बाँधेर सर लगिहाले। अटो तानेर मजाले रुमतिर गइरहेको थिएँ। चाबी अन राखेको कारणले अचानक अटो स्टार्ट भएछ। अन भएको बेला फुल चार्ज देखाइरहेको थियो, अहिले त फेरि 0 भइहाल्यो। जसो तसो अटो रुमनिर पुगेको थियो, त्यति बेला फेरि रस्सी टुटिहाल्यो यार। अब फेरि यो रस्सी पनि किन्नु पर्ने भयो मैले। त्यसपछि मैले अटोलाई पनि चार्जमा हालेर साथीलाई पनि थ्याङ्क यू सो मच फर ल्याइदिएकोमा भने। नेक्स्ट टाइम चार्ज सकिनु भन्दा अगाडि नै रुममा आउँछु अब।